This team, Barcelona, is illegal, guys. This team is illegal. The Barcelona is currently the best team in the Europe and best team in the world भन्न चाहन्छु म किनभने हिजो बार्सिलोना डर्टमुन्डलाई थ्र्याश गरेको छ वान साइडेड थ्र्याश गरेको छ र वान साइडेड डोमिनेट गरेर गुद्दीको पछि पछि थप्पड हाने लखाटी भगाई चाहिँ गोल स्कोर गरेको छ है त डर्टमुन्डले हिजो के खेलेको म त केही बुझ्न सकिँदैन ट्याक्टिकल ब्याटलको कुरा गर्नुपर्दा नि कुनै डिपार्टमा पनि कम्पिटिसन थिएन डिफेन्स अट्याक सम्पूर्ण पोजिसनमा चाहिँ बार्सिलोनाको चाहिँ जित थियो बार्सिलोनाले यता 10 वर्षको पछि चाहिँ दोस्रो पटक सेमिफाइनलमा प्रवेश गर्छ च्याम्पियन लिगको हिजोको गेममा चाहिँ यमाल एकदमै फायर थिए उनले विङ्गरतर्फ चाहिँ हाम्रो डिफेन्सले एकदमै छकाएर लेभेन्डोस्कीलाई निकै स्पेस क्रिएट गरेको थियो भने उता रफिनिया पनि डाइरेक्टनेस एकदमै थियो है त बल पाउन साथ सिधै गोलमा लगिहाल्ने थियो उता हिजो गेममा चाहिँ पेड्रीको एकदमै अन्डररेटेड गेम थियो किनकि पेड्री एकदमै बबाल खेलेको थियो पेड्रीले एकदमै मिठो पासहरू दिएको थियो भने उता फ्र्याङ्की डियोङ के कुरा गर्नु फ्र्याङ्की डियोङ जुन जाबीको अन्डरमा एकदमै खतमै थियो उनलाई बेच्ने कुरा भइरहेको थियो हान्सी फ्लिकले उनलाई नयाँ जीवन दिएको छ भन्न चाहन्छु भने फ्र्याङ्की डियोङको गेम हिजो यस्तो राम्रो थियो कि यस्तो राम्रो त्यहाँ फर्मिन लभले चाहिँ फ्र्याङ्की डियोङ र पेड्री भएर चाहिँ डर्टमुन्डको मिडफिल्डलाई सखाप गरिदिएको भन्न चाहन्छु म हान्सी फ्लिक आएर चाहिँ बार्सिलोनाले चाहिँ आधुनिक ट्याक्टिकले फुटबल खेल्न थालेको छ र पुरानो ओल्ड स्कुल फुटबलको ट्याक्टिकलाई चाहिँ बिट गरेर आधुनिक ट्याक्टिकल ल्याएर चाहिँ पुरा युरोपलाई डोमिनेट गरिरहेको छ भन्न चाहन्छु म हिजोको गेम चाहिँ बार्सिलोनामा चाहिँ हाम्रो 4-2-3-1 को लाइनअप उठेको थियो जसमा चाहिँ फ्रन्ट थ्री भनेको अहिले युरोपकै बेस्ट थियो रफिनिया लेभेन्डोस्की र हाम्रो यमाल बीचमा पेड्री डियोङ र फर्मिन लोपेज जस्ता पाउको 17 वर्षको केटा खेलिरहेको थियो जुनले रोनाल्ड अराउलाई रिप्लेस गरेर ऊ 17 वर्षको केटा रिप्लेस गरेर खेलिरहेको थियो जुन पाउको बार चाहिँ ह्यान्ड्स अफ दिस गाइज ज्यान दिएर खेलेको थियो 17 वर्षको केटाले उता डर्टमुन्ड भने पनि 4-2-3-1 कै लाइनअपमा खेल्थ्यो उसका फ्रन्ट थ्री भने एकदमै पेसी थिए बट गोल भने गर्न सकेन गेमको सुरुवाती मिनटहरुमा नै बार्सा एकदमै हाबी थियो सुरुको 10-15 मिनट त बार्सा अट्याकमाथि अट्याक गरेको लामिन यमालको एकदमै सुन्दर पासहरू झिकेरेको तर फिनिसिङ हुन सकेन तर पहिलो गोल भने हाम्रो पाउको बार्सीले प्लेस गर्दाखेरि ट्याप इन गरेको थियो हाम्रो रफिनियाले सबै प्लेयरले चाहिँ रेफिनिया सेल्फिस भयो पाउको बार्सी गोल छोड्यो भन्छन् बट नो ब्रो इट्स फुटबल पहिला क्रिस्टियानो रोनाल्डो जस्ता हल्यान्ड जस्ता नम्बर 9 हरुले पनि सबै ट्याप इन नै गर्दै थिए जस्ट गोल म्याटर गर्छ जस्ट गोल रफिनियाले पनि हिजो त्यही गरेको थियो रफिनियाले चाहिँ हिजो गेम देखाएर अझ आफूलाई ब्यालन्डरको कन्टेनरमा देखाएको छ हाम्रो पहिलो गोल चाहिँ रफिनियाले ट्याप इनबाट गरेको छ दोस्रो गोल चाहिँ हाम्रो ब्युटिफुल गोल थियो लेभेन्डोस्कीको र लेभेन्डोस्कीको गोल थियो भने तेस्रो गोल पनि हाम्रो लेभेन्डोस्कीले नै 66 मिनेटमा गरेको थियो अन्तिम गोल भने यमालको सुन्दर फिनिस थियो जुन चाहिँ हाम्रो 70 मिनेटमा आएको थियो म्याचको पहिलो गोल चाहिँ हाम्रो 25 मिनेटमा आएपछि चाहिँ हाम्रो डर्टमुन्डले केही यता अट्याक बनाएको थियो एक गोल खाएपछि डर्टमुन्डले थोरै अट्याक गर्दै केही चान्सहरू पनि क्रिएट गरेको थियो चान्सहरू पाएको पनि थियो डिबक्स भित्र तर उनीहरूले फिनिसिङ गर्न सकेन ह्यान्ड्स अफ सेस्की बार्सिलोनाले जुन दिन सेस्की ल्याएको छ नि कुनै पनि म्याच हारेको छैन र 2025 यता पनि कुनै पनि म्याच हारेको छैन युरोपदेखि लिएर लिग सबलाई डोमिनेट गरिरहेको छन् यसरी बार्सिलोनाले ट्रेबल जितेन भने त यो हाँसोको मजाक हुन्छ यो टिम है त जसरी भने ट्रेबल जित्छ लाग्छ मलाई चाहिँ म्याचमा चाहिँ हाम्रो पहिलो हाफ चाहिँ पछि पहिलो हाफको अन्तिमतिर डर्टमुन्डले के अट्याक गरे भने तर सेकेन्ड हाफ सुरु हुनसाथ हान्सी फ्लिकले सम्पूर्ण प्लेयरहरूलाई के भने थाहा छैन प्लेयर अट्याकमाथि अट्याक गरिरहेको थियो उनीहरूले यो गेमलाई सेकेन्ड लेगमा लान नै मन थिएन फर्स्ट लेगमा नै गेम किल गर्न चाहने त्यही भएर उनले सेकेन्ड हाफ सुरु बित्तिकै अट्याकमाथि अट्याक गरेर 4-0 ले डर्टमुन्डलाई चाहिँ डिस्ट्रोय गरेको छ भन्न चाहन्छु म हिजो बार्सिलोनाको चाहिँ एकदमै पासिङ हाम्रो स्पेस अकुपाई गर्ने हाम्रो बल रिकभरी चाहिँ एकदमै छिटो थियो उता डर्टमुन्ड भने सबै यताउता प्लेयरहरू नै कन्फ्युज भएको देखिन्थ्यो उनीहरूको सबै यता प्लेयरहरूलाई मिस पनि गरे तर यो खेलमा सबैजना खेलेको भए पनि केही गर्न सक्थेन जस्तो लाग्छ मलाई किनभने हान्सीको ट्याक्टिकल ब्याटलले चाहिँ हाम्रो उनाई एम्रीलाई चाहिँ एकदम उनाई एम्री च्यानलाई चाहिँ एकदम बिट गरेको भन्न चाहन्छु म म्याचमा चाहिँ
बार्सिलोनाले चाहिँ सेमी फाइनलमा आफ्नो दावेदार दिइसकेको छ। पहिलो लेगमा चाहिँ म्याचको स्टार्टको कुरा गर्नु पर्दा चाहिँ एक्सपेक्टेड गोल चाहिँ बार्साको 3.78 थियो। 3.7 एक्सपेक्टेड गोल, तर उनीहरूले स्कोर गरे 4 गोल। उता डर्टमुन्डको भने 1.29 एक्सपेक्टेड गोल थियो, तर उनीहरूले पनि 0 गोल स्कोर गरेको थियो। टोटल सर्ट चाहिँ बार्सिलोना 18 हानेको थियो अनि डर्टमुन्डले पनि 13 हानेको थियो। त्यसमा सर्ट टार्गेट चाहिँ बार्सिलोनाको 10 थियो, 3वटामा डर्टमुन्ड थियो, जसमा त्यो पनि हाम्रो सेस्कीले सेभ गरेको थियो। एन्सर अफ सेक्सी पोजिसन पनि हाम्रो बार्सिलोनाको चाहिँ 61% थिएन, 39% मात्रै हाम्रो डर्टमुन्डको थियो। पोजिसन पनि बार्सिलोनाले डोमिनेट गरेको थिए। उता पासिङको पनि हाम्रो 545वटा पास बार्सिलोनाले कम्प्लिट गरेको थियो, उता 349 मात्र डर्टमुन्डले गरेको थिए। हाम्रो पासिङ एकुरेसी पनि 88% बार्सिलोनाको थियो, उता 82% मात्र डर्टमुन्डको थियो। उता फल भने चाहिँ डर्टमुन्डबाट धेरै भयो, त्यो 12वटा फल गरेको थियो। उनीहरूले फ्रन्टतिरलाई यामाल, लेभान्डोस्की, रफेल रोक्न निकै फलहरू थियो। बार्सिलोना तर्फबाट जम्मा 5वटा फल भन्छ। कर्नरको कुरा गर्दा नि बार्सिलोनाले चाहिँ 4वटा कर्नर जितेको छ भने उता 6वटा कर्नर जितेको, उता भने जम्मा 4वटा कर्नर जितेको छ। बार्सिलोना चाहिँ मलाई चाहिँ हाम्रो एमएसएनको याद दिलाएको छ। यस वर्षको बार्सिलोना चाहिँ यो फ्रन्ट लिगले चाहिँ 2015को एमएसएन भन्दा पनि बढी गोल गरिसकेको छ। तपाईँहरू पत्याउनुहुन्छ? बिलिभ मी गाइज, एमएसएन भन्दाखेरि यो फ्रन्ट लिगले धेरै गोल गरेको छ। यो विचारमा चाहिँ अहिलेको समयमा चाहिँ एमएसएन भन्दा पनि उत्कृष्ट प्रदर्शन गरिसकेको छ। यो सिजन चाहिँ 145 गोल गरिसकेको छ बार्सिलोनाको फ्रन्ट थ्रीले र आफूलाई ब्यालेन्डर कन्टेन्ट पनि गरेको छ। रफिनियाले मेस्सीको बेस्ट सिजन हाम्रो च्याम्पियन लिगमा आएको सिजनलाई पनि बिट गर्दै गरिसकेको छ। र लेभान्डोस्की भने जहिले नै हाम्रो च्याम्पियन लिगमा फायर नै देखिन्थे। जाबीको अन्डरमा जुन राफिनिया खतम थियो, हान्सी फ्लिकले उनलाई के दबाई खुवाए, के सञ्जीवनी खुवाएर उनको करियर नै बदलिएका छन्। हाम्रो यमाल भने हाम्रो युरो जितेर आएदेखि नै के भएको छ, कुनै यमालको आत्मामा चाहिँ मेस्सीको आत्मा पसेको जस्तो लाग्छ मलाई। उनीहरूले उसले जब ड्रिब्लिङ गर्छन्, 2टा प्लेयरलाई छकाउँछ नि, मलाई ट्याक्कै मेस्सीको याद आउँछ। जुन पास दिन्छ मलाई मेस्सीको याद आउँछ। बार्सिलोना फ्यान्सहरू तपाईँ लक्की हुनुहुन्छ, तपाईँले सेकेन्ड मेस्सी पाइसकेको छ भन्न चाहन्छु म चाहिँ। वाउ, वाट अ प्लेयर, वाट अ प्लेयर। अबको न्यू जेनेरेसनमा राज गर्ने भनेकै यमालले हो भन्न चाहन्छु। उसले आफ्नो फिटनेसलाई मेन्टेन गर्यो भने उसले ब्यालेन्डर पनि जित्न सक्नु है त। म अन्तिममा यो भन्न चाहन्छु कि इफ दिस बार्सिलोना टिम नट विनिङ अ सिङ्गल ट्रोफी, यो चाहिँ एक मजाको पात्र हुन्छ यो टिम। त्यही भएर यो टिमले चाहिँ मलाई विश्वास लाग्छ यसमा ट्रेबल कम्प्लिट गर्नेछ। यता लिगमा पनि आफू पहिलो पोजिसन छ भने यता सेमी फाइनलमा जान पनि आफ्नो दाबीलाई प्रस्तुत गरेको छ। उता कोपा डलरे पनि फाइनलमा छ। इफ दिस टिम विन द ट्रेबल, द यङ्गेस्ट टिम हु विन द ट्रेबल हुनेछ है त गाइज। हान्सी फ्लिकले उता बायनमा ट्रेबल जितेर आएको थियो भने यता बार्सिलोनाले पनि ट्रेबल जित्ने चान्स छ। 2चोटि ट्रेबल जित्ने कोच बन्नेछ है त पेप ग्वार्डियोला पछिको। हाम्रो च्याम्पियन लिगमा अर्को गेम भन्नुपर्दा चाहिँ अर्को हाम्रो एकदम मास्टर क्लास गेम भएको थियो, जुन चाहिँ हाम्रो बार्सिलोनाकै पुराना कोच लुइस एन्रिके र यता आएर एस्टन भिल्लासँग भएको थियो। पिएसजी र एस्टन भिल्लाको म्याच भएको थियो। यस गेममा चाहिँ म्याचमा चाहिँ पहिलो गोल एस्टन भिल्ला गरे पनि, तर पिएसजीले 1 साइडेड डोमिनेट म्याच भन्न चाहन्छु भने पिएसजीले चाहिँ यो एस्टन भिल्लालाई 3-1ले पराजित गरेको छ। म्याचको पहिलो गोल चाहिँ हाम्रो रजसले 35 मिनटमा गरेको थियो एस्टन भिल्लाको लागि। त्यसपछि आउँछ पिएसजीको खेल। पिएसजीको हाम्रो पहिलोको चाहिँ डुवेल एकदमै आउटस्ट्यान्डिङ फिनिङ जान्छ, जुन वर्ल्ड कप विनिङ हाम्रो किपर मार्टिनेजलाई बिट गर्दै 39 मिनटमा गोल गर्छ भने सेकेन्ड गोल भने क्वारेस्टेलिया। वाट अ प्लेयर, वाट अ साइनिङ भन्न चाहन्छ। पिएसजीलाई डायमन्ड भेटेको छ भनेर एम्बापे निस्किदिएपछि एम्बापेको ठाउँमा लेफ्ट विङमा खेल्ने एउटा डायमन्ड भेटेको छ भनेर क्वारेस्टेलिया जस्तो प्लेयर ल्याएको छ नापोलीबाट। हाम्रो अर्को गोल भने नुनो मेन्डिस 90+2 मिनटमा गर्दै मलाई यो टाईलाई किल गरेको भन्न चाहन्छु म चाहिँ। नुनो मेन्डिस वाट अ प्लेयर, पोर्चुगल प्लेयर। उसले नेसनल टिमको लागि एकदमै राम्रो खेल्छ भने पिएसजीको लागि एकदमै राम्रो खेल्छ। उसले अस्तिकोमा सालालाई भूत बनाएको थियो र आज भने हाम्रो एस्टन भिल्लाको प्लेयरलाई भूत बनाएको छ भन्न चाहन्छु म। हाम्रो कोचिङमै डिफरेन्स देखिरहेको छ। लुइस एन्रिके जुन हाम्रो 2015 को ट्रेबल जितेर आएका कोच हुनु बार्सिलोनाको भने यता हाम्रो उनै एमरीलाई चाहिँ हाम्रो लुइस एन्रिकेले चाहिँ सम्पूर्ण डिपार्टमेन्ट नै हाम्रो ट्याक्टिकल ब्याटल दिए सम्पूर्ण डिपार्टमेन्ट नै आउट प्ले गरेको भन्न चाहन्छु म। पिएसजी चाहिँ पहिला सुपरस्टार हुँदा नेमार, मेसी र एम्बापे हुँदा चाहिँ त्यसरी गेम खेलेको देखिँदैन थियो मैले, तर यो टिमले चाहिँ यसरी नै खेलेको भन्न चाहन्छु म। सुपरस्टार भएर मात्र गेम जित्न भन्ने कुरा चाहिँ पिएसजीले यस वर्ष चाहिँ साबित गरेको छ। जस्तै यङ प्लेयर डुबे जस्ता प्लेयर, क्वारेस्टेलिया जस्ता प्लेयर, जस्ता गोन्सालो रामन जस्ता प्लेयर राखेर पनि यो टिमलाई चाहिँ सेमी फाइनल पुर्याउन थालेको छ र होप यिनीहरू पनि डार्क हर्स भन्न चाहन्छ। पिएसजीलाई चाहिँ यो वर्ष म डार्क हर्स भन्न चाहन्छु। पिएसजी र इन्टर मिलानलाई चाहिँ म यो च्याम्पियन लिगको डार्क हर्स भन्न चाहन्छु भने बार्सिलोना चाहिँ फेभरेट भन्न चाहन्छु। म्याचको सुरुवात चाहिँ
पिएसजी चाहिँ 4-4-3 को लाइनअपमा उत्रएको थियो। यो चाहिँ लुइस एन्रिकेको अलवेज सुटेबल पोजिसन हो भने उता एस्टन भिल्ला पनि 4-2-3-1 को पोजिसनमा उठेको थियो। ऱ्यासफोर्ड जस्ता प्लेयरहरू थिए, उता मार्को एसेन जस्ता प्लेयरहरू थिए भने म्याचको कुरा गर्नुपर्दा चाहिँ हाम्रो प्यारिस सेन्ट जर्मेनको होममा भएको तर एस्टन भिल्लालाई नराम्रोसँग धुल चटाएको छ भन्न चाहन्छु। म्याचको स्कोर चाहिँ 3-1 भए तापनि यो स्कोर चाहिँ 4-1, 4-1, 5-1 पनि हुनसक्थ्यो। अलिकति क्लिनिकल पिएसजीका हाम्रा फरवर्डहरू भएको देखा भए। म्याच स्ट्याटसको कुरा गर्नुपर्दा चाहिँ पिएसजीले चाहिँ हाम्रो 29 सट लिएको थियो। 29, डु यु बिलिभ 29 सट। उता एस्टन भिल्ला भने जम्मा 7 वटा सट लिएको थियो। सट टार्गेट पनि 10 वटा थियो है त पिएसजीमा, 10 वटा सट टार्गेट। 10 वटा 5 वटा मात्रै छिरेको भयो भने 5 गोल हुन्थ्यो है त गाइस। उता सट भने जम्मा 2 सट अन टार्गेट थियो जम्मा, जसमा एक मध्येमा गोल आएको थियो। पोजिसनको कुरा गर्नुपर्दा पनि 76% चाहिँ हाम्रो पिएसजीको पोजिसन छ र 24% मात्र एस्टन भिल्लाको छ। लुइस एन्रिकेले एकदम पोजिसन बेस्ड फुटबल मनपर्छ र उनले पिएसजीलाई पनि सेकेन्ड बार्सिलोना बनाइदिएको छ है त। 2015 को सेकेन्ड बार्सिलोना बनाउनेतिर जाँदैछ है त पिएसजी चाहिँ। पहिला पिएसजी चाहिँ एकदम काउन्टर अट्याक फुटबल खेल्थ्यो, एम्बापेलाई बल थ्रु गरेर रनिङ बल खेलाउँथ्यो भने यसपछि एकदम पोजिसन बेस्ड फुटबल खेलेको छ। लुक लाइक बार्सिलोना है, यसलाई मिनी बार्सिलोना पनि भन्न मिल्छ। हामीले पासिङको टोटल कुरा गर्दा 841 पासिङ कम्प्लिट गर्थ्यो भने पिएसजीले उता 271 मात्र हाम्रो एस्टन भिल्लाले कम्प्लिट थियो। गेममा धेरै जस्तो बल चाहिँ हाम्रो पिएसजीसँगै थियो भन्न चाहन्छु। पिएसजीले चाहिँ एकदमै बल नै दिएको थिएन भन्न चाहन्छु। उता लिभरपुललाई पनि यसरी नै डोमिनेट गर्थ्यो, यता एस्टन भिल्ला पनि फेरि यसरी नै डोमिनेट गरेको छ। फल भनेको गेममा निकै भयो, त्यहाँ 9 वटा फल पिएसजीबाट भएको थियो भने 8 वटा फल चाहिँ एस्टन भिल्लाबाट भएको थियो। येलो कार्ड भने पिएसजीले 0 वटा पाएको छ भने एउटा हाम्रो एस्टन भिल्लाले पाएको छ। र कर्नरको कुरा गर्दा 9 वटा कर्नर पिएसजीले, इफ 9 वटा कर्नर पिएसजीले जित्दा एउटा मात्र एस्टन भिल्लाले जितेको भन्न चाहन्छु। मेरो विचारमा यो टाइ पनि डन भइसक्यो भन्न चाहन्छु म, किनभने 2-0 को लिड जुन हिसाबले पिएसजीले गेम खेलेको छ नि, मेरो विचारमा फाइनल चाहिँ मेरो पिएसजी भर्सेस बार्सिलोना फाइनलमा भिन्न सक्छ भन्ने म चाहन्छु। यो फाइनल भयो भने चाहिँ हाम्रो फर्मर क्लबको कोच लुइस एन्रिके आफ्नै फर्मर क्लबसँग चाहिँ भिड्ने भएको छ। यो गेम चाहिँ निकै सुन्दर हुनेवाला छ है त गाइस। इफ यु आर रियली इन्जोइङ माई भिडियो देन प्लिज लाइक, कमेन्ट एन्ड सब्सक्राइब माई च्यानल है त।